यो 5 चीज जुन व्यक्तिमा छ, जसको घरमा छ, त्यो व्यक्तिमा त्यो घरमा धन कहिल्यै पनि टिक्दैन। मित्रहरू, आज म तपाईहरुलाई यस्ता 5 वटा चीजको विषयमा चर्चा परिचर्चा गर्दैछु जुन चीज त्यो व्यक्तिमा छ, तपाई म पनि हुन सक्छ अथवा अर्को व्यक्ति हुन सक्छ, त्यो व्यक्तिमा छ अथवा त्यो घरमा छ भने त्यो घरमा धन टिक्दै टिक्दैन। लेखेर राख्नुस्, 1% पनि त्यो घरमा धन टिक्दैन। जय श्री राधे, जय श्री कृष्ण, राधे राधे। यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। आज हामीहरु कस्तो व्यक्तिको साथमा, कस्तो व्यक्तिको घरमा चाहिँ धन टिक्दैन, ती धन नटिक्नु पछाडिका 5 वटा चीज जुन व्यक्तिमा, जुन घरमा छ, त्यो घरमा धन टिक्दैन, त्यस्ता 5 वटा चीजको विषयमा हामी आज चर्चा परिचर्चा गर्दैछौँ। यद्यपि माता लक्ष्मीलाई चञ्चल पनि भनेर भनिन्छ। माता लक्ष्मी एक ठाउँमा बस्नुहुन्न, माता लक्ष्मी धेरै ठाउँ परिवर्तन गरिरहनुहुन्छ भनेर बताइन्छ। माता लक्ष्मी यानी कि धन एक ठाउँ अडिरहँदैन, त्यो परिवर्तन भइरहन्छ भन्ने हाम्रो मान्यता छ। त यहाँनिर चाहिँ धन परिवर्तन हुनु पछाडिका फेरि अरु विशेष कारण छन् जुन चाहिँ तपाईहरुले यसो कुरा सुन्दाखेरि त सामान्य लाग्न सक्छ, तर यी 5 वटा चीजले गर्दाखेरि त्यो व्यक्तिमा, त्यो घरमा चाहिँ धन अडिन सक्दैन। ती कारणहरु के हुन् त भन्दाखेरि सबैभन्दा पहिलो नम्बर मनमा बेचैन, मनमा चाहिँ के छ भन्दाखेरि तपाईमा चाहिँ मन चाहिँ बेचैन छ। त्यो जुन व्यक्तिको मन अत्यन्तै बेचैन छ नि, कुनै पनि कुराको निर्णय लिन सक्दैन, अत्यन्तै बेचैन छ, डिसिजन लिन सक्दैन, के गरौँ कसो गरौँ, खाली के गरौँ कसो गरौँ, हैन यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ, मनमा एक किसिमको चाहिँ उसमा चाहिँ पीडा भए जस्तो छ, बेचैन छ। त्यस्तो व्यक्तिको हातमा धन कहिले पनि टिक्दैन। अथवा जुन घरमा चाहिँ बढी झैझगडा हुन्छ, अझ विशेष गरेर बिहान उठ्ने बित्तिकै, बिहानको समयमा, साँझ पर्ने समयमा, जुन चाहिँ सूर्यास्त हुने बित्तिकै जुन साँझको समय हुन्छ, त्यो समयमा जसको घरमा चाहिँ झैझगडा हुन्छ हैन, त्यो घरमा पनि धन टिक्दैन। किनकि माता लक्ष्मी त जहाँ शान्ति छ, जुन व्यक्ति शान्त छ त्यही जानुहुन्छ। जुन व्यक्तिको मन अशान्त छ त्यस्तो व्यक्तिसँग कहिल्यै पनि धन टिक्दैन। जो व्यक्ति शान्त छ उसैसँग धन टिक्दछ। र जसको घरमा शान्ति छ त्यही घरमा माता लक्ष्मी आउनुहुन्छ। जसको घरमा अशान्ति छ, रात दिन झैझगडा छ, त्यो घरमा माता लक्ष्मी रहनुहुन्न। त घरमा धन नटिक्नेको पहिलो कारण भनेको घरमा अशान्ति, मनमा अशान्ति। पहिलो नम्बरमा यो चीजलाई तपाईले हटाउनै पर्छ। पहिलो नम्बरमा। दोस्रो नम्बरमा रहेको छ नकारात्मक बोली। हामीले बोल्ने बोली हाम्रो व्यवहारबाट हाम्रो जीवन कस्तो हुन्छ भन्ने कुरा तय गर्दछ। हुने बिरुवाको चिल्लोपात भने जस्तो हाम्रो बोलीले पनि हाम्रो घरमा हामीसँग धन टिक्ने नटिक्ने भन्ने हुन्छ। जो व्यक्ति भएर पनि कंगाल जस्तो व्यवहार गर्दछ, भएर पनि सधैँ छैन भन्दछ भने त्यस्तो व्यक्तिको हातमा पनि कहिल्यै धनको सहँदैन, धन टिक्दैन। जो व्यक्तिसँग भएर पनि सधैँ कंगालले जस्तो व्यवहार गर्दछ हैन भने त्यो घरमा पनि धन टिक्दैन। सधैँ पैसा छैन सधैँ छैन भन्छ नि, त्यो व्यक्तिको घरमा एक दिन सबै सकिएर वास्तवमै उसले चाहिँ अरु बेला भएर छैन भन्थ्यो, यो बेला त के हुन्छ त भन्दाखेरि उसकोमा साँच्चै चाहिँ उसकोमा धन हुँदैन। त नकारात्मक बोलीको कारणले गर्दा पनि तपाईको हातमा धन टिक्दैन, तपाईको घरमा धन टिक्दैन। त्यसैले गर्दाखेरि जहिले पनि सकारात्मक बोल्नु पर्दछ, सकारात्मक सोच्नु पर्दछ। जो व्यक्ति बढी सकारात्मक छ, सकारात्मक सोच्दछ, सकारात्मक बोल्दछ, अरूलाई प्रेरणा दिन्छ, उसको हातमा धन टिक्दछ। त्यसलाई चाहिँ धनको वर्षा भएको हुन्छ। जसको घरमा चाहिँ सकारात्मक वातावरण छ त्यसको घरमा चाहिँ धन टिक्दछ। जसको घरमा चाहिँ नकारात्मक कुराहरू हुन्छन्, अर्काका कुरा काट्ने, दुनियाँतरी नानातरी भन्ने, यो तो गर्ने, अरूलाई चाहिँ हेप्ने हैन, खाली चाहिँ छैन भन्ने दरिद्र त जस्तो चाहिँ व्यवहार गर्दछ, त्यो व्यक्तिको घरमा धन टिक्दैन। त्यो व्यक्ति कंगालै हुन्छ। सधैँ कंगाल एक दिन रियलमै कंगाल भएर जान्छ। अब 3 नम्बरमा, जुन घरमा आफ्ना आमा बुवाको सेवा हुँदैन त्यो घरमा पनि धन टिक्दैन। अथवा जुन व्यक्तिले आफ्ना आमा बुवाको सेवा गर्दैन, आफ्ना आमा बुवाको मन दुखाउँछ जुन व्यक्तिले, त्यो व्यक्तिको हातमा धन कहिले पनि टिक्दैन।
आफ्ना घरमा आमा बुवाले खाना पाएका छैनन्, वृद्धाश्रममा लगेर चामल दिन्छ क्या। अहिलेको कस्तो लज्जास्पद स्थिति छ। आफ्ना बाबुआमालाई कहिले ढोक्दिन्न होला, कहिले खुट्टामा चाहिँ आफ्नो चाहिँ चरण छाउन्न होला, सारा संसारलाई गएर चाहिँ स्वामीजी स्वामीजी गुरु भन्ने चाहिँ चरण पर्छ। त्यस्ता कुपुत्र हुनुभन्दा त जन्मनुभन्दा नजन्मिएकै बेस भने जस्ता हुन् त्यस्ता छोराछोरी हुने। र जो व्यक्तिले आफ्ना आमा बुवाको चाहिँ सेवा सत्कार गर्दैन त्यसको हातमा होला क्षणिक रूपमा चाहिँ उसले प्रशस्त पैसा कमाउला, ऊ अत्यन्तै धनी होला, तर त्यो धन टिक्नेवाला छैन, त्यो कंगाल भएर जान्छ। जसले चाहिँ आमा बुवाको सेवा गर्दछ, आमा बुवालाई खुसी गराउँदछ, उसैसँग चाहिँ धन चाहिँ सधैँ सहरहन्छ। आमा बुवाको आशीर्वाद भन्दा ठुलो संसारमा धन कुनै पनि हुँदैन। र तपाईँ हामीले यस्तो पनि सुनेका छौँ कि फलानुले मर्ने बेलामा मलाई त आशीर्वाद दिएर गएका कारणले मलाई कहिले केही कुराको कमी छैन भनेको सुनिन्छ नि। हो किन भन्दाखेरि त्यो उनीहरू आफ्नो आमा बुवा भनेको को हो हेर्नुहोस् त। तपाईँ आमा बुवा नभइदिएको भए तपाईँ यो संसारमै आउनु पाउनुहुन्थेन। आज तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ नि, हो त्यही बाबुआमाको कारणले हुनुहुन्छ। आज तपाईँ ठुलो हुनुभयो, ज्ञानी हुनुभयो, धनी हुनुभयो, आमा बुवालाई बिर्सिने त त्यो बिर्सिने त्यो नालायक त कुपुत्र हो। त्यस्तालाई छोराछोरी नबन्नु। कुनै आमा बुवाले हेर्नु भएको छ र तपाईँको छोराछोरी त्यस्तै प्रवृत्तिको छ, तपाईँलाई खानालाई लाउनलाई छैन, वृद्धाश्रममा दान गर्छ, त्यस्तो कुपुत्रले दान गरेर केही फल मिल्दैन। घरका आमा बुवालाई रुवाएर तीर्थमा गएर स्नान गर, यज्ञ गर, दान गर, केही पनि फल मिल्दैन। घर नै सबैभन्दा पहिलो तीर्थ हो र घरका आफूलाई जन्म दिने आमा बुवा नै सबैभन्दा पहिलो देवता हुन्। त प्रथम तीर्थ घरको पहिला चाहिँ घरलाई स्वर्ग बनाऊ र प्रथम देवता आमा बुवा, पहिला आमा बुवाको पूजा गर, तब मात्र तिम्रो हातमा धन टिक्छ, तब मात्र तिम्रो घरमा धन टिक्छ। जुन घरमा आमा बुवाको चाहिँ सम्मान हुँदैन हैन, अपहेलना हुन्छ। कतिपय घरमा बुढाबुढी अहिले यसरी बसिरहेका छन् कि उनीहरू मानौ त्यो घरको कुकुरले बरु सम्मान पाउँछ होला, त्यो घरका ती बुढाबुढीले सम्मान पाउँदैनन्। बुहारी त ल ठिक छ अर्को घरबाट आएकी भएर उसले चाहिँ हेला गरी, त्यो छोरो त्यसलाई लाज लाग्दैन? आफ्नै आमा बुवा जन्म दिएका आमा बुवालाई त्यसरी अपमान गर्नुहुन्छ? त्यस्ता छन् अहिले समाज, त्यस्तो भएको छ। यदि त्यस्तो भएको छ भने त्यस्ता कुपुत्रको चिन्ता नगर्नु आमा बुवाहरू है, कुपुत्र हुन् तिनीहरू। त्यसैले जसको घरमा जसले चाहिँ आफ्नो आमा बुवालाई प्रसन्न पार्दछ, सेवा गर्दछ, त्यसैको हातमा धन टिक्दछ। जसले आमा बुवालाई अप्रसन्न गराउँदछ, जसको चाहिँ आमा बुवा खुसी छैनन्, जसको घरमा चाहिँ आमा बुवाको अपमान हुन्छ, त्यो घरमा कहिल्यै पनि धन टिक्दैन। सबैभन्दा ठुलो दोष चाहिँ यहीँनिर लाग्दछ, यो ख्याल गर्नु पर्यो। र 4 नम्बरमा जो व्यक्ति घमण्डी छ त्यो व्यक्तिको हातमा कहिल्यै पनि धन टिक्दैन। जसको घरमा बढी अहंकार छ, जसको घरका व्यक्तिहरूमा अहंकार छ, दम्भ छ, घमण्ड छ, त्यो घरमा पनि धन कहिले पनि टिक्दैन है। मैले कमाएँ, म धनी भएँ, यो सोच जसले राख्दछ नि मसँग छ, मैले यसरी कमाएँ भन्ने जुन व्यक्तिले घमण्ड गर्छ नि, त्यस्तो व्यक्तिको धन सबै सकिन्छ। जसको घरमा चाहिँ बढी दम्भ छ नि, म धनी, यो समाजको म यो तो भनेर गर्छ नि, त्यो कंगाल हुन्छ। पिरै नगर्नुहोस्, कोही छिटो होला, कोही ढिलो होला। घमण्डी व्यक्तिको हातमा पनि कहिल्यै धन रहँदैन। त्यो जुन घरमा दम्भ, अहंकार, घमण्डले भरिएको घर छ, त्यो घरमा पनि धनको सह हुँदैन। र 5 नम्बरमा त विशेष ख्याल गर्नुपर्ने कुरा, धन कमाएर मात्र पनि हुँदैन। जुन व्यक्तिले आफूले कमाएको धनको थोरै धेरै दान गर्दैन, जुन घरमा दान पुण्यादि कर्महरू हुँदैनन्, त्यो व्यक्ति जसले दान गर्दैन त्यसको हातमा पनि धन रहँदैन। र जुन घरमा व्यक्तिले चाहिँ कमाएर राखेको धनको थोरै धेरै दान गर्दैन भने त्यो व्यक्तिको पनि धन नष्ट हुन्छ, त्यसको पनि धन बच्दैन। माता लक्ष्मी त्यहाँ पनि रहनुहुन्न, किनकि धनका 3वटा गति भनेर हाम्रा शास्त्रले बताएको छन्। हाम्रा वेदादि शास्त्रहरूले धनका 3वटा गति हुन्छन् भनिएको छ। धन कमाउनु पर्दछ, धन चाहिन्छ। हेर्नुहोस्, धन सर्वोपरि पनि हो, धन केही पनि होइन। धन सर्वोपरि यो मामलामा हो कि तपाईसँग धन भयो भने तपाईँ इच्छित चिज खान सक्नुहुन्छ, जान सक्नुहुन्छ, समयमा उपचार गर्न सक्नुहुन्छ, धेरै कुराहरू छन्। तर धन सर्वोपरि होइन, किनकि तपाईले धनै सर्वोपरि हुन्थ्यो भने आमा बुवालाई किन्न सक्नुहुन्छ, सक्नुहुन्न, मृत्युलाई किन्न सक्नुहुन्छ, सक्नुहुन्न। त्यसो भएकाले धन सर्वोपरि पनि होइन, तर धन आवश्यक छ। धन आवश्यक छ भन्दै गर्दाखेरि धनको चाहिँ 3वटा गति छ। धन कमाएर मात्र हुँदैन, कि त धनको चाहिँ आफैले भोग गर्नु पर्दछ, कि अरूको सेवा गर्नु पर्दछ है, दान गर्नु पर्दछ, कि आफूले भोग गर्ने, कि अर्काको सेवा गर्नु पर्दछ, दान गर्नु पर्दछ। यदि आफूले भोग पनि गर्दैन र अर्कालाई भोग्न पनि दिँदैन, दान पुण्यादि काम पनि गर्दैन भने
त्यसको झन् मुसाले लएर सकिन्छ भन्छ। यानि कि चाहिँ यत्तिकै त्यो झन् चाहिँ सखाप हुन्छ भनिएको छ। तपाईँको कारणले धन र हाम्रो शास्त्रले त के भन्छ भन्दाखेरि आफ्नो शक्ति अनुसारले व्यक्तिले दानादि पुण्यादि कर्महरू धर्म कर्महरू गरेको हुनुपर्दछ भनिएको छ। जस्तै हुँदै नभएको व्यक्तिले गर भनेको होइन, आफै सकिएर आफैले ऋण खोजेर आफैले चाहिँ मागेर ल्याएर पूजा गर्ने दान गर्ने त्यस्तो कर्म कहिल्यै गर्नु हुँदैन, तर आफ्नो क्षमता अनुसार गर्ने हो। तपाईको क्षमता 10 रुपैयाँ गर्ने हो, 10 रुपैयाँको चिज दान गर्ने क्षमता भने 10 रुपैयाँको चिज गर्नुहोस्। तर तपाईसँग प्रशस्त पैसा भएर पनि उही त्यो क्षमता नभएका व्यक्तिले जस्तो 10 रुपैयाँको दान गर्नुहुन्छ अथवा 10 रुपैयाँको कुनै काम गर्नुहुन्छ भने त्यसले तपाईलाई फल मिल्दैन। यो भन्दै गर्दा मलाई अब यहाँ चाहिँ माउन लोभी हुन्छन्, आफूलाई आफ्नो दुनो सोझाए विभिन्न किसिमको शब्दहरू प्रयोग गर्छन्। तपाईले प्रयोग गरेको शब्द तपाईलाई थाहा छ, तपाईको विद्वता झल्काएको, तपाईले सिकेको संस्कार त्यही हो। तपाईहरुले यही लेख्दछन्। व्यक्तिको यही छ, बोलीमा दरिद्रता छ क्या, बोलीमा दरिद्रता अलक्षिण आएर बसेको छ, दरिद्रता आएर बसेको छ। ब्राह्मणको गाईको वेदको अपमान नगर्नु कहिले पनि भनेर भगवान श्रीकृष्णले आफ्ना नातिलाई सम्झाउनु भयो। तर उनै ब्राह्मणको अपमानले गर्दाखेरिमा चाहिँ के भयो त भन्दाखेरि भगवान श्रीकृष्णको सारा कुल नै नाश भएर गयो। भनेपछि ब्राह्मणको अपमान गर्ने, वेदको अपमान गर्ने, गाईको अपमान गर्ने तपाई जस्ता तुच्छ व्यक्तिको चाहिँ सबै कुरा चाहिँ रहला त सह होला त? त्यो कहिल्यै हुँदैन। त्यो मैले कसलाई भनेको भन्दाखेरि त्यस्ता तुच्छ शब्द प्रयोग गर्ने ती तुच्छ प्राणीहरूलाई, ती तुच्छ ती दरिन्द्रहरूलाई, ती चाहिँ कुजातहरूलाई, कुलङ्गारहरू भन्छन् नि, कुलका चाहिँ ती चाहिँ शत्रुहरू, ती कुलङ्गारहरूलाई मैले त्यो शब्द भनेको। किनकि यहाँ आउँछन् अहिले उहाँले चाहिँ आफ्नो दन सुझाव दान गर्नुपर्छ। दान होइन, संसारमा धन कमाएर तपाईँले तीनवटा काम गर्नुपर्छ। कि त तपाईँको चाहिँ कि त धनका एउटा प्रयोग भनेको धन कमाएपछि कि त आफूले प्रयोग गर्ने कि अर्कालाई सेवा गर्ने। धन त्योभन्दा अतिरिक्त धनको केही पनि काम छैन। बुझ्नुभयो नि? धन चाहिन्छ, तर त्यो धन अब चाहिँ धन त ब्याङ्कमा छ, करोड रुपियाँ छ, तर आफू यहाँ रोग लागेको छ, अब औषधि किन्नलाई चाहिँ पैसा देख्दैन। त्यो धनको के काम? त्यो धनको के काम? धन त छ, तपाईको अगाडि एउटा चाहिँ दुखी गरिब चाहिँ दुखी छ, उसलाई चाहिँ तपाईले 5 रुपैयाँ सहयोग गर्न सक्नुहुन्न भने तपाईको धनको के काम? हेर्नुहोस्, तपाईले न त आफ्ना लागि प्रयोग गर्नुभयो धन, न त अर्काका लागि सेवाका लागि प्रयोग गर्नुभयो धन। यदि यो दुईटै गर्नु भएन भने तपाईको धन यत्तिकै आगो लाएर सकिन्छ। अहिले नेताहरूको पैसाहरू चाहिँ सकियो नि आगो लाएर, त्यस्तै आगो लाएर सकिन्छ। अथवा चाहिँ त्यो चाहिँ मुसाले चाहिँ खाएर, धमिराले खाएर मुसाले चाहिँ लएर पनि तपाईको धन सकिन्छ। तपाईँको कारणले त्यो के भनिएको छ त भन्दाखेरि जो व्यक्तिले चाहिँ दान गर्दैन त्यहाँनिर पनि धन रहँदैन। र यहाँ कतिपय व्यक्तिहरूले हामीले यो कुरा भन्दै गर्दाखेरि बाहुनले यो त्यो आफूलाई सोच्यो, आफूलाई दोनो सुझाएको केही होइन। तपाईलाई मन लाग्छ गर्नुहोस्, मन लाग्दैन नगर्नुहोस्, तर गर्नेको विरोध नगर्नुहोस्। जो व्यक्तिले दान गर्ने व्यक्तिको पनि विरोध गर्दछ त्यो कुम्भिपाक नाम गरेको नरकमा पर्दछ भनिएको छ। त्यो चाहिँ नरकको भागीदार। जिन्दगीभर उसले चाहिँ राम्रो काम गरेको छ र कुनै पूजा गर्न लागेको व्यक्तिलाई पूजा नगर भन्छ, यज्ञ गर्न लागेको व्यक्तिलाई यज्ञ नगर भन्छ, दान गर्न लागेको व्यक्तिलाई दान नगर्छ भन्छ भने उसले जिन्दगीभर गरेको चाहिँ पुण्य कर्म चाहिँ तत्काल नाश हुन्छ र पापको उदय हुन्छ भनिएको छ। त्यसैले दान गर्ने व्यक्तिको कहिले विरोध नगर्नु। र संसारमा अहिलेसम्म तपाईले मलाई एकजना व्यक्ति देखाइदिनुहोस् जो दान गरेर गरिब भएको छ। दान यस्तो चिज हो, एक हातले हामीले दान गर्छौं नि, भगवान विष्णु भगवान चाहिँ हजारवटा शिरले युक्त हुनुहुन्छ, हजारवटा हातले युक्त हुनुहुन्छ। तपाईले 1 रुपैयाँ दान गर्दा भगवानले 1000 रुपैयाँ दिनुहुन्छ। तपाईले दिएको चिजको भगवानले 1000, तपाईले एक हातले दिनुहुन्छ, भगवानले 1000 हातले त्यसको चाहिँ रिटर्न गर्नुहुन्छ। तपाईको कारणले दान गरेर व्यक्ति कहिले गरिब हुँदैन, दान गरेर व्यक्ति कहिले पनि दुखी हुँदैन। दान गर्ने व्यक्ति जहिले पनि सुखी हुन्छ, दान गर्ने व्यक्ति जहिले पनि धनी हुन्छ। यो लेखेर राख्नुस्। र एकपटक तपाईलाई विचार लाग्दैन, तपाईलाई पत्यार लाग्दैन भने वरिपरिका मान्छेलाई हेर्नुस्। त्यसो भएको कारणले त यी 5वटा चीज तपाईमा छन्, व्यक्तिमा छन् अथवा तपाईको घरमा छन् भने तपाईको घरमा धन टिक्दैन। लेखेर राख्नुस्। 100% तपाईको घरमा धन टिक्दैन। समादरणीय श्रद्धालु भक्तजनहरू, तपाईलाई मेरो प्रस्तुति कस्तो लाग्यो? जस्ताको त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनुहोला। हामीलाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने फलो सब्स्क्राइब गर्न सक्नुहुन्छ। र तपाईँ आफ्नो घरमा कथा प्रवचनहरू लगाउन चाहनुहुन्छ, श्रीमद् भागवत महापुराण सप्ताह यज्ञहरू लगाउन चाहनुहुन्छ, पैसाको अभावले रोकिनु भएको छ भने निशुल्क कथा प्रवचनको लागि समेत सम्झन सक्नुहुनेछ। मेरो सम्पर्क नम्बर 9742330025। फोन नउठेको खण्डमा कथा प्रवचनको लागि मात्रै सम्झिनुहोला।
हजुरहरूले कथा प्रवचनको लागि तपाईँ पैसाको अभावमा हुनुहुन्छ भने पनि सम्झन सक्नुहुनेछ। फोन उठेन भने म्यासेज छोडिदिनु होला, अवश्य मेवा हामीहरूले त्यो कार्यहरू सम्पन्न गर्नेछौँ। सबैको जय होस्, सबैको मङ्गल होस्। पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति, ओम शान्ति, ओम शान्ति।